गरिन्छ। विकासमा अगाडि आफ्नो जातिको धार्मिक खिलालाई पूजा गरी तथा कुनै देवी देवताको थानलाई पूजा गरेपछि मात्र यो नाचको सुरुवात गर्ने गरिन्छ। अरू नृत्यकारहरू ढोल झ्याम्टा बोकी सामूहिक रूपमा विभिन्न सिद्धिहरू गर्दै यो नाच नाच्ने गरिन्छ। प्रस्तुत छ रमाइलो चण्डी साकेला नृत्य।
रहेको छ शिक्षक हुनुमा गर्व गर्छु। मैले कविताको शीर्षक त्यो राखेको छु, मैले कविता सुरुवात गरेँ है। म इतिहास लेख्न सिकाउँछु, म इतिहास लेख्न सिकाउँछु, सुदूर भविष्य देख्न सिकाउँछु। म इतिहास लेख्न सिकाउँछु, सुदूर भविष्य देख्न सिकाउँछु। शिक्षक हुनुमा गर्व गर्छु। सबै विद्यार्थीमा सद्भाव र समभावको माला उनेर मन मुटुमा सजाऊ। पढ्दै सिक्दै र कमाउँदै गर्नुपर्छ भन्दै, पढ्दै सिक्दै र कमाउँदै गर्नुपर्छ भन्दै व्यावहारिक शिक्षा पढाउँछु। विज्ञान र प्रविधिसँग नजिक बनाउँछु, त्यसैले शिक्षक हुनुमा गर्व गर्छु। उज्यालो भविष्यको दीप बलाउन, उज्यालो भविष्यको दीप जलाउन, कलिला मस्तिष्कमा भविष्यको रेखा कोर्न, शिक्षाको ज्योतिले अन्धकार छिचल्दै भविष्यका कर्णधारलाई चन्द्र छुने बनाउँछु। म इतिहास लेख्न सिकाउँछु, म सुदूर भविष्य देख्न सिकाउँछु, त्यसैले शिक्षक हुनुमा गर्व गर्छु। धन्यवाद। अबको नृत्यको पालो रहेको छ खुसीबिष्ट नेवारी नृत्यको लागि नेवारी सङ्गमा Wangu
नेपालीलाई आफ्नो नृत्यको लागि अगाडि बढाउन चाहन्छु। ज्ञानी आले मगर अबको प्रस्तुतिको लागि ज्ञानी आले मगर अगाडि आउँदै हुनुहुन्छ।
सुन्दर नृत्य प्रस्तुत गर्नुभयो। अब भने मैले नृत्यको लागि क्लास 11बाट सृष्टि नेपालीलाई अगाडि आरोहण गर्दछु। सृष्टि नेपाली पुष्पा नाम सुन के फ्लावर समझे क्या? फायर है। तू जानू मानू जो कहता है तेरी हूँ लगता है सामे और सामे सामी सामी जो कहती हूँ मर्द मेरा तू लगता है सामे और सामे मेरे पीछे पीछे चलो कैसे
किशन हरि आले मगर सरलाई हस्तान्तरण गर्दै म भने बिदा हुन्छु। धन्यवाद। अबको पालो भने सरिना भट्टराईको। अबको नृत्य प्रस्तुत गर्नको लागि सरिना भट्टराई अगाडि आइदिनु होला। नृत्यको चाहिँ तयारी नभइरहेको
जस्तो मैले महसुस गरेको छु। मैले जुन नाम बोलाउँछु त्यो तयारी भएको हुँदैन। पहिला चाहिँ फेरि यही नाम भन्नुहोस् भन्नुहुन्छ है। अलिकति विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ मैले झुट बोलिरहेको जस्तो पनि भइरहेको छ। यसमा पनि रमाइलो पनि भएको छ, थाहा छ मलाई। अब भने म सरदेश भट्टराईलाई चाहिँ अगाडि बोलाउँछु।